हेलो गाइज, वेलकम टु आवर न्यू ब्लग। अनि आज जाँदैछौँ हामी जङ्गल घुम्दै। अनि हेर्न सक्नुहुन्छ दुईजना अझै गाइज, यता हेर त केटा हो खुकुरी देखाउनु हुँदैन। खुकुरीमा धार गन्तरी के पार तनी कक विचार हो। आज जङ्गल घुम्दैछौँ हामी, हिताउरा खोज्दै। भेटिन्छ कि भेटिँदैन आज? भरे लास्ट भेट्नु रे साला खुकुरी हामी हातमा छ यिनीहरूले नि मारेको मर्यो जेलमा। गाडी आउँदैछ, यसो मजाले घुम्दै रमाइलो गर्दै छौँ। अब आधी बाटोमा भेटौँला गाइज, बाई बाई। खोला आइसक्यौँ गाइज। यहाँ केही भन्न चाहनुहुन्छ? निकेश भाइ, तिम्रो लागि स्पेसल ठाउँ। निकेश भाइको पहिला नुहाउँथ्यो कट्टु खोली नुहाउँथ्यो कट्टु खोली नुहाउने हामी यहाँ कस्तो राम्रो खोलामा आइपुगिसक्यौँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। खोलामा चाहिँ पानी छैन। यो खोला देखेर याद आयो यार, नङ्गे नुहाउनु जान्थिस्, याद आयो यो खोलामा ढेप्पा हान गरेको त्यहाँनिर हेर्नु। क्रिसको लागि पनि दुई शब्द जाओस्। क्रिसको ठाउँ आएको छैन। क्रिसको लागि त ठाउँै ठाउँ छ नि यार, जता त्यतै झोक्रा त्यहाँ छ धेरै। हेर क्रिस भाइ, अब बेलालाई बोलाउँ भन्ने छैन। अब हामी चाहिँ घुम्दै, तर एउटा कुरा भन्दाखेरि हामीले खोजेको सामान हामीलाई भेटेकै छैन अहिलेसम्म। यत्रो खोजेर हिँडिसक्यो हामी। टुडेल खोजेको मान्छे हो यहाँनिर, आउँदा कस्तो दामी ठाउँ छ। सिधा हिँड्नु यतै के रमाइलो गर्दै जाऊँ, यसो ब्लग होइन। असो कि यार गर्लफ्रेन्ड लिएर आऊ क्या, 2-4 गर्लफ्रेन्ड छ तिमीले, यस्तो लिएर आउनु। हामी पनि 3जना छ, एउटा एक्स्ट्रा बोकेर आउनु। ठाउँ हेर खोजेर राखिदिएको, ठाउँ खोज्ने काम हाम्रो भयो, तिमी खालि गर्लफ्रेन्ड लिएर आऊ। ल गाइज, फेरि उहाँ गएर भेटौँला आधी बाटोमा। बाउजीले हेऱ्यो भने फेरि अशोकसँग कट्टा हाल्ला नि, अशोक फेरि मजाक गरेकै फेरि। ल गाइज, अगाडि गएर भेटौँला, बाई बाई। जरा काट्न पुगिसकेको छ चौधरी साहब। दीदी आप इस तरह से फंस पाए, ये लकड़ी का सहारा लीजिए। नजिक किन जानु, साउन्ड सुन्दै होला। तल होइन भिल तल नकाटे क्या, माथिबाट अलिक तल ठिक्क काट्दै छ। जान चौधा काट्ने हेर्न सक्नुहुन्छ हाम्रो गाइजले काट्दैछ गाछी चट्टसँग लाएर भनौँ। कस्तो मेहनती बच्चा हो यो, खोइ यता हेर न। वन विभागको मान्छे आएर हामीले कट्टा हानेर फेरि तिमीहरू यहाँ आएर काट्छस् भनेर। ल काट्न सकिसक्यो, अब माथिबाट उठे अझ यता पुगेको यता हो अझ यता त्यसो झर्दैन, काट्नु न राम्रोसँग काट्नु होला। ल जङ्गल सन्नाटा।
देख सकते हैं आप, ऐसे ऐसे छुछन्नर लोग रहेंगे तो जंगल विनाश होना ही है। यो काट्यो, काटिसकेपछि हाम्रो ठुलो मान्छेले काट्नु सकेन, त्यही भएर सानो मान्छेले काट्न लगाएर बराबर हो। हामीले काटिसकेको छ गाइज। जङ्गलमा मङ्गल गर्दैछु कुराहरू। ल अब अर्कोतिर अर्को यहाँ हग्न बसिरहेको छ यहाँ। अब अर्को काट्नुतिर जाऊँ। ल गाइज सिउ। अर्को काट्न गयो हामीहरू। सिउ गाइज फेरि हामीले भेटिसकेको छ, हेर्नु सक्नुहुन्छ। दामी जरा हामी किन काट्दैछौँ भने गाइज त्यो तपाईँहरूलाई पछि देखाउनेछौँ। अहिले फिलहालको लागि हेर्न सक्नुहुन्छ। पछि हामी पुरै भिडियो गरेर देखाउनेछौँ। कस्तो दामी जरा सुकेको छ त है, त्यो काटेको होइन नि फेरि हामीले, सुकेको भएर मात्र काटेको। ल काटिसकेपछि केटाले सुकेको टाँटेको रहेछ, तर जरा चाहिँ सुकेको छैन फेरि। ल काटिसकेपछि केटाले मलाई पनि हेर्नुहोस् 2 मिनट भनेर भन्दिनँ, एकछिन हामी पनि यतातिर यस्तो रमाइलो गर्दै हो। एउटा अर्को आउँदैछौँ त्यहाँनिर, यो झाडी काटेर यस्तो भने अर्को थाकेको अवस्था छ। रमाइलो छ, जे होस् पिकनिक खाने ठाउँ टाइपको शान्त दामी छ। यता ठुलो झारको के गर्ने हो। अब हामी निक्लिन लागेको, एउटा यता साहेबले बोकिसक्नुभयो, एउटा बोक्न बाँकी छ। म चाहिँ भिडियो बनाउँदै हिँड्ने मान्छे। के खोलाहरू भर्खर सुकेको रहेछ, हिजै पानी आएको रहेछ केही। अनि आज हामी आउँछु भनेर थाहा रहेछ खोलालाई, त्यही भएर खोला सुकेको रहेछ। त्यहाँ हेर्न सक्नुहुन्छ। यता हेरिदिनु त, गोली मार देंगे हो कि क्या? मार देंगे। दुकानवाला यही लिएर आएको हेर, पाइल्सको बिरामी छुट्छ के सानो भएर गुँ अट्किन्छ नि, ठुलो हुन्छ अब। यत्रो छिर्दैन। खोलाले बगाएर यस्तो बनाएको छ, सिरिरी हावा चलेको छ। एउटा यहाँ छ, ल बोकम त गाइज। कस्तो लागिरहेछ रमाइलो? देख सकते हैं इसी में मजा कर रहे हैं।
टाउको लाग्यो उठीकोमा उठी गर्दा 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 उठीकोमा भयो त्यहाँदेखि यहाँ चिरचिर भइसक्यो छैन है छैन गरम है गरम है कोप्ची चाहे जस्तो दर्द होता है भन्नाले काठमाडौँबाट गाउँ आएको अब गाउँबाट काठमाडौँबाट गोरो भएर आएको अब गाउँबाट कालो भएर काठमाडौँ फर्किनु पर्नेछ अब केटा तराई बस्ने मान्छेलाई त्यस्तै गाह्रो छ नि तराई काठमाडौँबाट आएको तराईमा तेल दियो मलाई त तराईमा बस्न सजिलो छैन गर्मी खप्नुपर्छ गर्मी काठमाडौँमा मजाले सिरकडी ओडी सोध्ने बानी यहाँ आएर साला भेज खोल्दा पनि गरम है गाउँ हो कस्तो राम्रो गाउँ थियो यहाँ तामाङ बस्ती तामाङ एकदम स्वर्णम गर्छ हामी यहाँ ऊ मन्दिर बुद्ध स्तूपा बर पिपल फिसिङ ठाउँ चाहिँ सही छ ठाउँ सही छ शान्त छ टाउकोमा हाने मतलब वो अलग ही लेवल का बंदा था मगर लाडले घर आउने बेला भइसक्यो यहाँबाट घर जाने यहाँबाट घर जाने हो घर जाने यताबाट जाने घर रुम आउनु लागिसक्यो यो हो हाम्रो घर चाहिँ आइसक्यो बेला घर आइपुग्यो अब यो माथि पुऱ्याउनु पर्ने छ यता बाहिर आइज न और नीचे और नीचे और नीचे और नीचे और जय श्री राम अब यहीँ सक्यो हाम्रो ब्लग सक्यो चाहिँ अब यो किन ल्याएको भनेर अब तपाईँहरूलाई म पछि भन्ने छु यसको साथमा बाई बाई सी यू इन लेटर